आयो भिडियो ल हजुर हो 2082 सालमा सदाबार खेती गर्न थाल्यो सुपारी रोपाई। अब एक ताल रोपेपछि 25-30 वर्षसम्म आम्दानी लिन सक्ने यो सुपारी बगैँचा गर्न थाल्यो। सब परिवार मिलेर यहाँ कान्छो छोरो वृक्षारोपण सुपारीको रोप्दैछ। श्रीमानज्यूले खाल्टा बनाउँदै हुन्छ, जेठो छोराले यहाँ माटो खन्दै गरेको। ल सुपारी खेती गरौँ है हजुर। भद्रपुर 1 मा पनि अब सुपारी खेती गर्न थाल्यो। आत्मनिर्भर आफै बन्नुपर्छ, अर्काको भरमा होइन। आफै आत्मनिर्भर बन्यो भनेदेखि खेती जमिनहरूलाई बाँझो राख्नु हुँदैन। विभिन्न प्रकारका बालीहरू लगाएर भए पनि सदुपयोग गर्यो भने आत्मनिर्भर हुन्छ। ऋणमा फसिँदैन, रोगमा फसिँदैन भन्ने सन्देशसहित यो किसानकी छोरीले यहाँ हजुरहरूलाई समक्ष सन्देश दिन चाहन्छु। यहाँ अगाडि कालो बेसार पनि यहाँ यत्रो भइसक्यो हजुर हो। अदुवा पनि छ, यहाँ धान खेती छ, सबै खेती छ है। हस् त, धन्यवाद।